गाह्रो भएको थियो। उहाँबाट एउटा आफ्नो देशको लागि के गर्छु अलिकति जस्तो यहाँले फाइनल मिस गर्नुभयो, सेमी फाइनलमा यहाँको रेड भयो होइन, त्यो फाइनल मिस गर्दाखेरि कतिको गाह्रो भयो तपाईँलाई? गाह्रो भएको थियो। उहाँबाट एउटा आफ्नो देशको लागि के गर्छु अलिकति भए पनि हेल्प हुन्छ भन्ने तरिकाले आएको थिएँ। अनि जस राम्रै पनि भइरहेको थियो। अनएक्सपेक्टेड, मैले लाइफमा सोचेको पनि थिइनँ। त्योभन्दा दुःखको क्षण मेरो केही पनि थिएन होला। रेड कार्ड भयो, त्यसपछि फाइनल मिस भयो। त्यही नै अलिकति आफ्नो टिमलाई चाहिँ के हेल्प गर्न पाएको भए चाहिँ अलिकति हुन्थ्यो कि भन्ने भएको थियो। त्यो चाहिँ रेडले गर्दा यहाँले फाइनल मिस भयो, फाइनल पनि नेपालले मिस गर्यो होइन, र यहाँलाई लाग्छ कहिलेकाहीँ आफू भएको भए अलिकति केही बेटर हुन सक्थ्यो। एक्ज्याक्टली, त्यो जुनै पनि प्लेयरलाई हुन्छ जस्तो लाग्छ मलाई। सबै प्लेयरले अब खेल्छु भनेर आइरहेको हुन्छ, यत्रो मिहिनेत गरिरहेको हुन्छ नि त। गाह्रो भएको थियो। उहाँबाट एउटा आफ्नो देशको लागि के गर्छु अलिकति जस्तो यहाँले फाइनल मिस गर्नुभयो, सेमी फाइनलमा यहाँको रेड भयो होइन, त्यो फाइनल मिस गर्दाखेरि कतिको गाह्रो भयो तपाईँलाई? गाह्रो भएको थियो। उहाँबाट एउटा आफ्नो देशको लागि के गर्छु अलिकति भए पनि हेल्प हुन्छ भन्ने तरिकाले आएको थिएँ। अनि जस राम्रै पनि भइरहेको थियो। अनएक्सपेक्टेड, मैले लाइफमा सोचेको पनि थिइनँ। त्योभन्दा दुःखको क्षण मेरो केही पनि थिएन होला। रेड कार्ड भयो, त्यसपछि फाइनल मिस भयो। त्यही नै अलिकति आफ्नो टिमलाई चाहिँ के हेल्प गर्न पाएको भए चाहिँ अलिकति हुन्थ्यो कि भन्ने भएको थियो। त्यो चाहिँ रेडले गर्दा